15 लाख रुपैयाँ मेरो मन्थली टिकटक इन्कम। आज मैले जस्ट 1 मन्थको इन्कम विथड्र गरेँ, जस्ट अनाथ आश्रम र बाल आश्रममा सहयोग गर्नलाई। धेरैले मलाई भन्छ अंश वर्माले 14-15 घण्टा दिनभरि ट्याप ट्याप गर्दै लाइभ बस्छ। हो, म गर्छु, यसको लागि गर्छु, यो पैसाको लागि गर्छु। मैले घर किने, मैले गाडी किने, आफ्नो इच्छा पूरा गरेँ मैले। तर मेरो इच्छा मात्र इच्छा हैन नि। जसले खान पाएको छैन, जसलाई लगाउनलाई लुगा छैन, तिनीहरूलाई पनि सहयोग गर्नलाई मैले विथड्र गरेको छ। कसैको औकात दिनभरि 14-15 घण्टा लाइभ बसेर महिनामा यत्रो पैसा विथड्र गरेर गरिबहरूलाई सहयोग गर्ने औकात छ कसैको? हिम्मत छ? छैन नि। अनि गाली गर्ने पनि कुनै तपाईलाई अधिकार छैन के। सकिन्छ भने यसरी कमाएर सहयोग गर्नुस्, सकिदैन भने कसैको खुट्टा तान्ने काम नगर्नुस्। हुन त मलाई गाली गरेर कुनै फरक त परेको छैन। मैले यो देखाउटीको लागि गरे भन्ला हो, मैले देखाउनको लागि गरे र यो देखाउटीको कारणले कसैको पेट भर्यो, कसैले लुगा लगाउन पायो। तपाई पनि गर्नुस् देखाउनको लागि। सकिन्छ? सकिदैन नि। म गर्छु। तपाईको गाली खाइ खाइ पनि म सहयोग गर्छु, पैसा कमाउँछु। सकिन्छ भने गर्नुस्, सकिदैन भने कसैलाई तल गिराउने काम र खुट्टा कान्ने काम, खुट्टा तान्ने काम नगर्नुस्। हुन त हाम्रो समाजको बानी नै यस्तै छ। सुधार्नुस्, आफूबाट सुरु गर्नुस्, अनि देश सुध्रिन्छ, देशको विकास हुन्छ। पहिला आफूबाट सुरु गर्नुस्।